छोरीको विषयमा चाहिँ एउटा भिडियो बनाएको छु। हामीले आफ्नो छोरीलाई मुटुका टुक्रा अनि जुन घरमा तपाईँको छोरी जन्मिन्छ त्यसलाई हामीले लक्ष्मीको रूप दिन्छौँ हैन। तपाईँको घर छोरी जन्मेको घर तपाईँको एकदम सफा हैन, पाहुनाहरू आउजात गर्ने एकदम राम्रो दृष्टिले अब हेरिन्छ हैन। अब तपाईँको त्यही छोरी तपाईँको बढ्दै गएपछि अर्काको घरमा जान्छ। अर्काको घरमा गएपछि हामीले एउटा काम गर्नेको दर्जा दिएर हामीले एउटा काम गर्न आएको, यसलाई चाहिँ काममा त लाउनुपर्छ, घरको कामहरू सबै यसले गर्नुपर्छ भनेर भन्ने हाम्रो तपाईँको सोच छ हैन। जस्तै अब आफ्नो छोरी चाहिँ तपाईँको केही काम गर्न नहुने, अर्का छोरीले सबै काम गर्नुपर्ने, सघाउने यताउता केही नहुने यस्तो धारणाहरू हामीमा छ हैन। हामीले तपाईँको त्यो गरिराख्दाखेरि आफ्नो छोरीलाई चाहिँ तपाईँको काम लाउने, अनि त्यहाँबाट यस्तो उस्तो फलाना छोरी यस्तै उस्ती भनेर तपाईँको कुरा काट्ने, गाउँ समाजमा एउटा तपाईँको हाँसोको पात्र बनाउने यस्तै यताउता हैन। अनि आफ्नो छोरी चाहिँ अर्का घर गएपछि सुख पाउनुपर्ने, यताउता गर्नुपर्ने हैन, राम्रो होस् यताउता भएर हुनुपर्ने, यसो भनिराख्दाखेरि हामीले यदि अर्काको छोरीलाई पनि आफ्नो छोरी जस्तै गरेर हैन, दाजुभाइले एउटा बहिनी जस्तो गरेर हैन, भाइहरूले एउटा दिदी जस्तो, अनि बाबुआमाले एउटा छोरी जस्तो हैन, पतिले एउटा पत्नीलाई एउटा जीवनसाथी हैन। किनभने मेरो लागि तपाईँको घर हैन, जन्मघर यताउता सबै त्यागेर आएकी थिए हैन। मैले पनि एउटा जीवनसाथीको रूपमा लिनुपर्छ भन्ने हामीले यदि सोच राख्ने हो भने तपाईँको यो पनि अर्काकी छोरी भए पनि घरबार सबै त्यागेर आएको हुनाले, जन्मघर त्यागेर आएको हुनाले कर्मघरमा हामीले आफ्नो छोरीको रूपमा यताउता गरेर माया दिनुपर्छ भनेर हामीले यदि माया दियो भने अनि तपाईँको छोरीले पनि अर्काको घरमा पनि दुःख पाउनु पर्दैन, आफ्नो छोरीले पनि अर्का घरमा दुःख पर्दैन, अर्काको छोरीले पनि आफ्नो घरमा दुःख पाउनु पर्दैन। छोरीलाई तपाईँको बुहारीलाई तपाईँको तल्लो नजरले गिराएर हामीले कस्तो पनि कामदारको रूपमा नहेर छोरीको रूपमा बुहारी भएर आइसकेपछि जसरी लक्ष्मी भगवानको रूप हामीले छोरीलाई दिन्छौँ, बुहारीलाई पनि त्यही नजरले हामीले कसैको घरमा पनि दिँदैन। किनभने हामीले जस्तो कर्म गर्छौँ जस्तै फल पाउँछौँ। किनभने हामीले अरूलाई रेस्पेक्ट गऱ्यो भने हामीले रेस्पेक्ट पाउँछौँ, अरूलाई इज्जत गऱ्यो भने हामीले इज्जत पाउँछौँ। यदि अरूलाई हामीले इज्जत गरेन भने हामीलाई पनि कसैले इज्जत गर्दैन। किनभने बाबाआमालाई सधैँ माया गर्नुपर्छ, इज्जत गर्नुपर्छ। र अर्काको छोरीलाई हामीले नराम्रो यदि बोलेन भने बाबाआमालाई पनि बुहारीले तपाईँको रेस्पेक्ट गर्छ। आफ्नो बाबुआमाको माइतीको आमा बाउ जसरी तपाईँ लिन्छ, घरको आमा बाउलाई पनि त्यही रूपमा तपाईँ लिनुपर्छ। मेरो मान्यता छ। त्यसैले कोहीलाई गिराउने, आफै भएको भावना दिने यस्तो हामीले त्यागेर एउटा बुहारीलाई पनि छोरीको रूपमा हामीले दिउँ र रेस्पेक्ट गरौँ। रेस्पेक्ट दिउँ अनि रेस्पेक्ट दिउँ। टेक द रेस्पेक्ट देन गिभ द रेस्पेक्ट भन्ने यस्तो लिनु अनि बराबर हुन्छ। यो गाउँ समाजमा यताउता देखेको होइन, अनि मान्छे साथीभाइको यताउता सुनेको हिसाबले मैले छोटो भिडियो बनाएको छु। आशा गर्छु यसमा कुनै त्रुटिहरू यताउता नराम्रो केही रहेछ भने हजुरहरूले माफी गरिदिनुहुन्छ मैले विश्वास लिएको छु। र हामीले प्रत्येक मान्छेले हामीले घरमा छोराको बिहे गरेर ल्याइसकेपछि बुहारीलाई पनि एउटा छोरीको रूप दिउँ। आशा गर्छु थोरै भए पनि केही परिवर्तन भएर बुहारीलाई पनि एउटा छोरीको रूप गरेर दिनुभयो भने आशा गर्छु म धेरै खुसी हुन्छु।
छोरीको विषयमा चाहिँ एउटा भिडियो बनाएको छु। हामीले आफ्नो छोरीलाई मुटुका टुक्रा अनि जुन घरमा तपाईँको छोरी जन्मिन्छ त्यसलाई हामीले लक्ष्मीको रूप दिन्छौँ होइन। तपाईँको घर छोरी जन्मेको घर तपाईँको एकदम सफा होइन, पाहुनाहरू आउजात गर्ने एकदम राम्रो दृष्टिले अब हेरिन्छ होइन। अब तपाईँको त्यही छोरी तपाईँको बढ्दै गएपछि अर्काको घरमा जान्छ। अर्काको घरमा गएपछि हामीले एउटा काम गर्नेको दर्जा दिएर हामीले एउटा काम गर्न आएको, यसलाई चाहिँ काम मात्र लाउनुपर्छ, घरको कामहरू सबै यसले गर्नुपर्छ भनेर भन्ने हाम्रो तपाईँको सोच छ होइन। जस्तै अब आफ्नो छोरी चाहिँ तपाईँको केही काम गर्न नहुने, अर्का छोरीले सबै काम गर्नुपर्ने, सघाउने यताउता केही नहुने यस्तो यस्तो धारणाहरू हामीमा छ होइन। र हामीले तपाईँको त्यो गरिराख्दाखेरि आफ्नो छोरीलाई चाहिँ तपाईँको काम लाउने अनि त्यहाँबाट यस्तो उस्तो फला छोरी यस्तै उस्ती भनेर तपाईँको कुरा काट्ने, गाउँ समाजमा एउटा तपाईँको हाँसोको पात्र बनाउने यस्तै यताउता होइन। अनि आफ्नो छोरी चाहिँ अर्का घर गएपछि सुख पाउनुपर्ने, यताउता गर्नुपर्ने होइन, राम्रो होस् यताउता भाइ हुनुपर्ने, यसो भनिराख्दाखेरि हामीले यदि अर्काको छोरीलाई पनि आफ्नो छोरी जस्तै गरेर होइन, दाजुभाइले एउटा बहिनी जस्तो गरेर होइन, भाइहरूले एउटा दिदी जस्तो अनि बाबुआमाले एउटा छोरी जस्तो होइन, पतिले एउटा पत्नीलाई एउटा जीवनसाथी होइन। किनभने मेरो लागि तपाईँको घर होइन, जन्मघर यताउता सबै त्यागेर आएकी थिएँ होइन। मैले पनि एउटा जीवनसाथीको रूपमा लिनुपर्छ भन्ने हामीले यदि सोच राख्ने हो भने तपाईँको यो पनि अर्काकी छोरी भए पनि घरबार सबै त्यागेर आएको हुनाले, जन्मघर त्यागेर आएको हुनाले कर्मघरमा हामीले आफ्नो छोरीको रूपमा यताउता गरेर माया दिनुपर्छ भनेर हामीले यदि माया दियौँ भने अनि तपाईँको छोरीले पनि अर्काको घरमा पनि दुःख पाउनु पर्दैन, आफ्नो छोरीले पनि अर्का घरमा दुःख पर्दैन, अर्काको छोरीले पनि आफ्नो घरमा दुःख पाउनु पर्दैन। छोरीलाई तपाईँको बुहारीलाई तपाईँको तल्लो नजरले गिराएर हामीले कस्तो पनि कामदारको रूपमा नगरेर छोरीको रूपमा लिएर छोरी बुहारी भएर आइसकेपछि जसरी लक्ष्मी भगवानको रूपमा हामीले छोरीलाई दिन्छौँ, बुहारीलाई पनि त्यही नजरले हामीले हेऱ्यौँ भने कसैको घरमा पनि दिँदैन। किनभने हामीले जस्तो कर्म गर्छौँ उस्तै फल पाउँछौँ। किनभने हामीलाई अरूलाई रेस्पेक्ट गऱ्यौँ भने हामीले रेस्पेक्ट पाउँछौँ, अरूलाई इज्जत गऱ्यौँ भने हामीले इज्जत पाउँछौँ। यदि अरूलाई हामीले इज्जत गरेन भने हामीलाई पनि कसैले इज्जत गर्दैन। किनभने बाबाआमालाई सधैँ माया गर्नुपर्छ, इज्जत गर्नुपर्छ र अर्काको छोरीलाई हामीले नराम्रो इज्जत गरेनौँ भने बाबाआमालाई पनि त्यो बुहारीले तपाईँको रेस्पेक्ट गर्छ। आफ्नो बाबुआमाको माइती आमा बाउले जति तपाईँ लिन्छ, घरको आमा बाउले पनि त्यो रूपमा तपाईँ लिनुपर्छ। मेरो मान्यता छ। त्यसैले छोरीलाई गिराउने यताउता गर्ने, तपाईँको अहन्ताको भावना दिने यस्तो हामीले त्यागेर एउटा बुहारीलाई पनि छोरीको रूपमा हामीले लियौँ र रेस्पेक्ट गरौँ, रेस्पेक्ट दिउँ अनि रेस्पेक्ट लिउँ। टेक द रेस्पेक्ट देन गिभ द रेस्पेक्ट यस्तो दिने भनेको बराबर हुन्छ। यो गाउँ समाजमा यताउता देखेको होइन अनि मान्छे साथीभाइको यताउता सुनेको हिसाबले मैले छोटो भिडियो बनाएको छु। आशा गर्छु यसमा कुनै त्रुटिहरू यताउता नराम्रो केही रहेछ भने हजुरहरूले माफी गरिदिनुहुन्छ भन्ने विश्वास लिएको छु। र हामीले प्रत्येक मान्छेले हामीले घरमा छोराको बिहे गरेर ल्याइसकेपछि बुहारीलाई पनि एउटा छोरीको रूप दिउँ। आशा गर्छु थोरै भए पनि केही परिवर्तन गरेर बुहारीलाई पनि एउटा छोरीको रूप हजुरहरूले दिनुभयो भने आशा गर्छु म धेरै खुसी हुन्थेँ।